हेलो, आज मेरो लेगको वर्कआउट थियो। त्यही भएर मैले 3 सेट स्क्वाट्स गर्छु 5, 10, 15 अनि त्यसपछि मैले लेग प्रेस गर्छु। यसमा चाहिँ मैले पहिलाको भन्दा अलिकति वेट बढी राख्छु। पहिला मैले जति गरेँ त्यसको थोरै वेट बढी राखेर 3 सेट लेग प्रेस गर्छु। त्यसपछि मैले 3 सेट लेग एक्सटेन्सन गर्छु र लास्टमा ह्यामस्ट्रिङ कर्ल्स गरेर मैले मेरो एक्सर्साइज सिद्धाउँछु। आजलाई यति। अब मेरो डाइट भनेको भ्लग चाहिँ के को भनेपछि आज चाहिँ मेरो लेग वर्कआउट थियो। सो त्यसको लेग वर्कआउट पछिको आजको वर्कआउट मिल कस्तो छ भन्दाखेरि यो चाहिँ हनी हो। मैले यो भर्खर यहाँबाट हनी हालिसक्यो। यो हनी हो। अनि अब यो चाहिँ पिनट बटर। यो चाहिँ पिनट बटर हो। लगाएर 1 स्पुन हाल्छु। सो बल्किङ गर्नलाई हेल्दी बल्किङ गर्नलाई सजिलो चाहिँ छैन। जे होस् नचाहिने खानुभन्दा हेल्दी खाएर बल्क गरेको तपाईँको बडी पनि राम्रो हुन्छ। सो मसलहरू पनि राम्रो ग्रोथहरू तपाईँले देख्न सक्नुहुन्छ होइन। यो भयो। आज चाहिँ के छ भनेपछि मैले यो र यो मिक्स गर्छु। यसमा चाहिँ एउटा केरा हाल्छु ट्याक्क लाएर। आज सलादमा चाहिँ एउटा काँक्रो छ अनि अन्डा छ। अनि त्यसपछि यो चाहिँ दही भइहाल्यो। अनि थोरै सागहरू छ। हल्का नुनहरू अलिकति पुग्दैन नि त खाँदाखेरि, अलिकति टेस्टको लागि। सो यो बनाना चाहिँ यसभित्र हाल्छु र खान्छु। आजलाई चाहिँ यति हो मेरो डाइट। यो चाहिँ आज चाहिँ लेग वर्कआउट गरेको। लेग वर्कआउट गरेपछि त्यस्तै आधी घन्टा भयो होला। म घर आएर ट्याक्क लाएर यो खाँदैछु। आजलाई यति हो। सो यसरी नै म मेरो हेल्दी डाइट बल्किङ प्लस मसल दामी बनाउने प्रयास गर्दैछु। सो तपाईँहरू पनि अब पछि नभन्नु होला। जोस् रिपिट आफ्टर मी। मैले जे गरेँ त्यसरी गऱ्यो भने हजुर र म सँगै माथि जान सक्नुहुन्छ। बडी पनि राम्रो गर्नुहुन्छ। सो धन्यवाद। थ्याङ्क यू दिस मच फर टुडे।